त्यसो भने केपी ओलीले गोली हाने रेकर्ड छ त? रमेश लेखकले त राजीनामा दिइसक्नु भएको थियो बेलुकापल्टि। उहाँहरूले गोली हाले होइन, उहाँहरू पदमा बसेका कारणले गर्दा उहाँहरू पक्राउनु पर्ने, उहाँ जिम्मेवारी त लिनु पर्यो नि त। होइन, यही त हो। यो चाहिँ ओली पथमा जाँदैछन् कि जस्तो लाग्दैछ मलाई। प्रतिपक्षलाई देख्नै नहुने, बिना कसर थुनि नै हाल्ने, पक्रि नै हाल्ने, तर आफ्नाले जे गल्ती गरे पनि नदेख्ने प्रवृत्ति यदि अगाडि बढ्दै गयो भने लामो समय जाँदैन। मैले विरोध गरेको होइन साथी, हामी हिजो यही प्रवृत्तिका विरुद्ध भनेर भदौ 23-24 भयो, हो कि होइन? ल भन्नुहोस् त, ल भन्नुहोस् न। अहिले स्पष्ट कुरा हामी गरौँ न। जेनजी आन्दोलनमा गोली चलाए बापत, गोली उहाँले चलाएको होइन, तर उहाँहरू पदमा बसेको बापत केपी ओली र रमेश लेखक पक्राउ पर्नु पर्यो, पक्रिनुपर्छ भन्ने हामी मान्यता राख्छौँ। तर 30 अर्बको तपाईँको टेलिकम घोटाला हुँदा त्यतिखेरको मन्त्री चाहिँ किन पक्राउ परेन? त्यो त खै मान्छेलाई लगेर त जेल हालेछ नि त। सम्बन्धित ब्याङ्कको सिइओ होइन, निर्देशकलाईसम्म एयरपोर्टबाटै पक्राउ गरियो नि त। अनि त्यतिखेरको कार्यकारी मन्त्री चाहिँ कसरी उन्मुक्त हुन सक्छ? यो प्रश्न हो या होइन? अब भन्नेला नि कसो भनेपछि उहाँहरू त्यसो भने केपी ओलीले गोली हाने रेकर्ड छ त? रमेश लेखकले त राजीनामा दिइसक्नु भएको थियो बेलुकापल्टि। उहाँहरूले गोली हाले होइन, उहाँहरू पदमा बसेका कारणले गर्दा उहाँहरू पक्राउनु पर्ने, उहाँ जिम्मेवारी त लिनु पर्यो नि त। उहाँहरू पदमा बस्दाखेरि तपाईँको त्यत्रो बच्चा मारिसकेपछि त उहाँ त जेल जानु पर्यो नि त। भने 30 अर्बको तपाईँको टेलिकमको घोटाला हुँदाखेरि तत्कालीन मन्त्री चाहिँ अहिले पनि संसदमा सदस्य भएर लोगो लाएर हिँडिराख्नु भएको छ भने त्यो चाहिँ के हो भनौँ न। जस्तै अब कारबाही भयो नि त, हर्कजीलाई सिङ्गल ह्यान्डल गरे बापत कारबाही भयो, त्यो कारबाही हुनुपर्छ। मैले गल्ती गरेँ भने मलाई नै कारबाही हुनुपर्छ। तर देशको एकजना सांसदले टाउको बाहिर निकालेर हिँड्दाखेरि चाहिँ त्यसलाई चाहिँ किन कारबाही भयो? भिडियोकै आधारमा पुलिसले कारबाही गरिराखेको छ, गरिराखेको छ सबैलाई। भने प्रधानमन्त्रीले सिटबेल्ट नलगाएर गाडी चलाउनु भयो, उहाँलाई कारबाही किन भएन? गृहमन्त्रीले सिटबेल्ट नलगाएर गाडी चलाइराख्नु भएको छ, उहाँलाई किन भएन? तपाईँ लेख्न सक्नुहुन्छ नेपालको कोही मिडिया? सक्दैन। तर कहिलेकाहीँ पत्रकार के लाग्छ भने आजकल 1-2वटा मिडिया हेर्छु म। पहिला केपी ओलीको गुनगाउन गा देख्थेँ, अहिलेको सरकारको गुनगाउन गाउन थालिसकेँ। त्यो पत्रकार होइनन् कि जस्तो लाग्छ, कहिलेकाहीँ सरकारवादी हुन् कि जस्तो लाग्छ। है, मलाई याद छ, मैले मिडियाको नाम भनिनँ, तपाईँ सबै बुझिहाल्नुहुन्छ। 12 भाइ भन्थे होइन, सबै हिजो ओली सरकारको चाहिँ गुनगाउन गाएर बस्थे। के सत्ता पल्टेको त अहिले त यो सरकारको गुनगान मात्रै गाएर बस्छ, हुँदै नभएको कुराले लेख्दै हिँड्दा हुन्छ भने मैले पत्रकार कसरी भन्नु? त्यो भए हुनाले पत्रकार भनेको कहिलेकाहीँ छ खोजी पत्रकारिता, र पत्रकारको यो विषय मलाई थाहा थियो, तपाईँले उठाउनु भयो, धन्यवाद छ। सरकारले चाहिँ कि त प्राइभेट सेक्टरको मिडिया सबै बन्द गर्नु पर्यो, नचला भनेर ल्याउनु पऱ्यो नि त। चलाइसकेपछि उनलाई बाँच्ने आधार दिनु परेन? यो सरकार त महान सरकार हो नि, किनभने गरिबको इन्सुरेन्स काटेर बुली बस चलाउँछु भन्ने सरकार हो क्या।